नेपालमा आमूल परिवर्तनका लागि सुरु गरिएको महान जनयुद्ध 2052 साल फागुन 1 गते आज त्यो दिवस 30 वर्ष पूरा भएर 31औं वर्षमा प्रवेश गरेको छ। सबभन्दा पहिला त म ती सबै महान शहीदहरू प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु। सबै बेपत्ता योद्धा र घाइते अपाङ्ग सबै योद्धाहरूप्रति सम्मान प्रकट गर्न चाहन्छु र उहाँका सबै परिवारजन प्रति पनि म हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु। अहिले परिस्थिति नयाँ बनेको छ। जेनजी आन्दोलन र त्यसपछिको विध्वंस जे भयो त्यसले राष्ट्र निकै अप्ठ्यारोमा छ। त्यस्तो परिस्थितिमा हामी यो जनयुद्ध दिवस मनाउँदैछौँ। मेरो लागि एकातिर गर्वको कुरा र एकातिर निकै ठुलो जिम्मेवारीको कुरा भएको छ कि म यो जनयुद्ध दिवसमा रुकुम पूर्व आएर मनाउँदैछु र रुकुम पूर्वको प्रत्यक्षतर्फको उम्मेदवारको हैसियतले पनि मैले आज यो दिवस मनाउँदैछु र यहाँबाट आज राष्ट्रमा आएको संकट समाधानका निम्ति सम्पूर्ण राष्ट्रिय शक्ति एक हुनुपर्ने र यो निर्वाचन मार्फत फेरि एकचोटि सुशासन, सामाजिक न्याय र समृद्धिको नयाँ यात्रा सुरु गर्न अपरिहार्य मैले देखेको छु। यसको निम्ति म सम्पूर्ण नेपाली जनताप्रति हार्दिक अपील गर्न चाहन्छु र हामी शहीदका सपना पूरा गर्ने रुकुम, रोल्पा जस्ता केन्द्रीय आधार इलाकाले खेलेको भूमिकालाई फेरि एकचोटि देशभरि स्थापित गर्ने जिम्मेवारी पूरा गर्नु छ। म त्यही उद्देश्यका साथ र एउटा नयाँ समाजवादी अभियान अगाडि बढाउने संकल्पका साथ रुकुम आएको छु र रुकुमबाट जनयुद्ध दिवसको उपलक्ष्यमा देशभरिका सम्पूर्ण क्रान्तिकारी र देशभक्त जनसमुदायसँग हार्दिक अपील गर्न चाहन्छु।